ल है दर्शन नमस्ते तपाईँहरूमा आज फेरि मैले सानो एउटा भिडियो त्यसो बाहिरतिरको खिच्दैछु कस्तो लाग्छ हेर्नु होला है पुरा भिडियो हेर्नु है म मार्केट जाँदैछु क्या सब्जी छ सब्जी लिनुको लागि मार्केट जाँदैछु म अनि रुमको भाइ यता ट्याक्क जाने त्यहाँ गएर हेरौँ कस्तो लाग्छ कस्तो छ सब्जी हेरेर आउनु पऱ्यो क्या भाइ चाहिँ यहाँ चाहिँ भिडभाड हुन्छ क्या यस्तो हुन्छ क्या क्याम्पको भित्र गाडी चलेको गर्छ गाडी बरु हाइवेमा गाडी हुन्छ नि यस्तो हुन्छ कि हेर्नु न मान्छेको भिडभाड छ चाप बढिरहेको छ आज भोलि बल खेल्न कोही आउनु बन्द गरिदिएछ कि हो कोर्टै पल्लोमा जान्छ कि हो सबै खेल्न कचडा गरिदिन्छ कि हाम्रो नेपालीहरूले नै हो कि कचडा गर्ने सबभन्दा होइन कचडा गर्ने नेपालीहरूले त्यही भएर बन्द गरिदिएछ क्या बन्द गरेर एकदिन गाडी आउँदैछ चेप्रा करेक्सिङबाट जानुपर्ने भयो अब यहाँ नमज पर्ने कुरा भयो त्यस्तो हुन्छ क्या हामी क्रस गर्ने बेलामा यस्तो हुन्छ गाडी ढ्याक्क गयो भने ढ्याक्क छोयो भने खत्तम भयो खाली थियो है छिटो जानु हो जाउँ है जाउँ भिडभाड भयो कि अब नमाज पढ्ने बेला भयो त्यो यो नमाज पढ्नको लागि यिनीहरू आएको हो क्या सबै भाइ को नमाज होइन नमाज पढ्नलाई क्या हेर्नु नि त्यो भिडभाड छ क्या कोर्टै बन्द गरिदिएछ कि यहाँको हामी भलिबल खेल्ने कोर्टै बन्द गरेछ क्या सफा कचडा गरेर ए दसैँमा लफडा गरेको हो कि केटाहरू होइन सफा गरेछ ए भएछ किन हो यो कोर्ट बन्द भएको हिजो अस्ति सफा भएछ अझ सफा भएछ नि त कचरा भएर होला सायद ए सरसफाइ गरेर अनि गरेछ क्या पुरै कचरा थियो क्या कोर्ट किन दिएन त हिजो अब हामी मार्केटमा आइपुग्यौँ हामीले के हेर्ने रे यहाँ खास यहाँ पनि दुबो लगाएछ के हेर्ने हामीले यहाँ माछा उतातिर ठिक हुन्छ यहाँ पल्लोमा यहाँ कहाँ जाने माछा हेर्ने तरकारी चाहिँ यहाँ पाउँछ तरकारी हेर्ने नै यहाँ फ्रेस छैन भने पल्लोमा जाउँला नि ए भिड छ क्या मेवा पनि रहेछ ल यसलाई के भन्छ तपाईँहरू पाकेछ अरे यहाँ आएपछि राम्रो देखिन्न क्या यहाँ आएपछि राम्रो देखिन्न क्या उहाँको रुममा सकिन्छ हो सब्जी यहाँ हसी देखिन्न क्या हाम्रो दाजुभाइ सबै दाजुभाइ हुनुहुन्छ हेर्नु नि यो खाँदैन नि त यो कम महँगो खा त्यो यो पनि हाम्रो तपाईँको नखाएर त्यतिकै यहाँ जान्छ यो तरबुज नेपालमा कसले खानु कुभिन्डो त्यो के अरे यो अहिले दसैँमा चाहिँ
मार मार्छन् हान्न बनाएर काट्न बलिन चढाउने बलिन चलाउन के लाने भयो हामीले केही छैन यहाँ त्यस्तो हेरिन बुद्धि दाइले कल गर्नुभएको छ के भन्दैछ